तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन टक्राउन चाहन्छु। म विनोद सुनार। आज म हजुरहरुमाझ भारतीय रेलको टिकट बुकिङ एप आईआरसीटीसी एप अथवा आईआरसीटीसी वेबसाइटबाट 1 जुलाई 2025 बाट तपाईले जो तत्काल टिकट आफ्नो मोबाइलबाट बुक गरिरहनु भएको थियो त्यो अबदेखि 1 जुलाई देखि तपाईहरुले आधार कार्ड लिंक गर्नु भएको छैन भने अबदेखि तपाईले तत्काल टिकट बुक गर्न पाउनु हुने छैन। किनभने धेरै फर्जी अकाउन्ट बनाएर तत्काल टिकट बुक भइरहेकोले आईआरसीटीसी भारतीय रेल आईआरसीटीसी ले त्यो आधार लिंक नभएका अकाउन्टहरु 1 जुलाई 2025 देखि पूर्ण रूपमा डिलिट गर्ने एक विज्ञप्ति निकालेर जानकारी दिएको छ। यदि तपाई पनि आफ्नो आईआरसीटी अकाउन्ट सक्रिय राख्न चाहनुहुन्छ भने छिटोभन्दा छिटो त्यसलाई आधार लिंक गरेर मात्र तपाईले प्रयोग गर्नु होला। यदि तपाईले आधार लिंक गर्नु भएन भने तपाईको 15 जुलाई सम्म तपाईको अकाउन्ट एक्टिभ रहन्छ, जसमा तपाईले नर्मल टिकट बुकिङ गर्न पाउनुहुन्छ तर तत्काल टिकट भने बुकिङ गर्न पाउनु हुने छैन। 15 जुलाई देखि भने तपाईले काउन्टरबाट होस् अथवा तपाईले एजेन्टबाट होस् जहाँबाट लिए पनि तपाईको आधार भेरिफिकेसन हुनेछ। जस्तै तपाईले अब तत्काल टिकट काउन्टरबाट लिँदा पनि तपाईको आधारसँग लिंक भएको नम्बर मोबाइल नम्बर तपाईसँग हुनुपर्ने छ। तपाईको मोबाइलमा ओटीपी आएपछि मात्रै तत्काल टिकट बुक गर्न सकिनेछ। यो भारतीय रेलले जनाएको छ। यदि तपाईले अब तत्काल टिकट लिनु पर्ने आवश्यकता पर्यो भने तपाईले आधारमा आफ्नो मोबाइल नम्बर लिंक गरेर तयार राख्नु पर्ने छ। यदि तपाईहरुले आफ्नो आधारमा नम्बर चेन्ज गर्नु भएको छैन भने नजिकको पोस्ट अफिसतिर गएर तपाईले चेन्ज गर्न सक्नुहुन्छ। नम्बर चेन्ज गरिसकेपछि तपाईको सम्पूर्ण काम गर्न मिल्छ। तपाईको नर्मल बुकिङ अग्रिम बुकिङ भने तपाईको पहिले जस्तै छ, तपाईले त्यसमा आधार भेरिफिकेसनको आवश्यक पर्दैन। तर यो नियम भने 15 जुलाई पछि मात्रै हो। त्यो भन्दा पहिले तपाईहरुले नर्मली युज गर्न सक्नुहुन्छ। जस्तै 15 जुलाई भन्दा पहिले तपाईले आधार भेरिफिकेसनको आवश्यक पर्दैन। 15 जुलाई पछि तपाईले कम्पलसरी आधार भेरिफिकेसन गर्नुपर्छ तत्काल टिकटको लागि पनि। र अर्को कुरा, पहिले तपाईले अरूको टिकट आफै लिइदिनु हुन्थ्यो, तपाई आफै गएर लाइन बसिदिनु हुन्थ्यो भने अब त्यो चाहिँ तपाईले गर्न पाउनु हुने छैन। किनभने जो मान्छेको टिकट लिने हो अब उसैकोमा आधार ओटीपी आउनेछ र आधार ओटीपी आइसकेपछि मात्र टिकट बुकिङ अगाडि बढ्न सक्छ। त्यसैले अब 15 जुलाई पछि तपाईहरुले अरूको टिकट अरु कसैले लिन पाउने छैन। जो व्यक्ति जाने हो, जो व्यक्तिले ट्राभल गर्ने हो त्यही व्यक्ति नै लाइनमा बसेर टिकट ल्याउनु पर्ने हुँदैछ। त्यसैले पहिले जस्तो अब कसैको भर परेर चाहिँ तपाईहरुले टिकट मिल्दैन। अब तपाईले आफै लाइन बस्नु पर्ने हुन्छ। अवस्था आजको लागि यति नै। यहाँहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नछुटाउनु होला। भिडियो मन परेमा लाइक शेयर गरिदिनु होला।